खलखल गरे अब कसरी पर्ने मेरो इज्जत भनेको आमा म त पढ्दैछु नि हो क्लास बनाएर ए म जुनेलीमा जान्छु त आमा कतै केही देखिन्छ कि ए जुन दाइ अलिकति फ्ल्यास बढाइदिनु न ए जुन पनि लोड सेडिङ मोडमै रहेछ ल जुनेलीमा त केही नदेखिँदो रहेछ अब त म फेल हुने भए साँच्चै नै फेल हुने भए ए नरौ न बाबु खै के गर्नु बत्ती गएर नआएको पनि कति दिन भइसक्यो पढाइ त रोकियो तर यो बच्चाको सपना चाहिँ नरोकिनु पर्ने समस्या सहरभन्दा कम थिएन लोड सेडिङले गाउँमा झन् ठुलो पीडा दिन्थ्यो साधन कम अनि फोन चार्ज नहुँदा सम्पर्क नै बन्द बिरामी भयो नि अब अस्पताल कसरी पुर्याउने सासै रोकिन्छ मेरो आमाको त लौन नि पेट चिरिन्छ जस्तो भयो सासै अड्किन्छ म सहनै सकिनँ फोन गर्नु नि अस्पतालमा एम्बुलेन्स पठाइदिन्छन् नम्बर छैन नि दाइ मेरो मोबाइलमा चार्ज पनि छैन मसँग नम्बर छ ल टिपिहाल त हुन्छ भन्नु त आयो नि मेरो मोबाइल त स्विच अफ छ चार्ज गरेको थिएँ फेरि चार्ज नै सिद्धिएछ अरे यही मोबाइलमा थियो अस्पतालको नम्बर पनि सबैतिर बाइक खोजिन्छ तर यो घडीमा कसैको पनि बाइक छैन रहेछ यदि बाइक भेटेको भए छिटै अस्पताल पुगेर एम्बुलेन्स त ल्याउन मिल्थ्यो अब के गर्ने अस्पताल पुग्न घन्टौँ लाग्छ हिँडेर पुगेर फेरि एम्बुलेन्स ल्याउन त्यतिन्जेलसम्म त यस्तो गाह्रो भएको आमालाई ठान्न सकिन्छ के त हे भगवान आमा मलाई छोडेर नजानु है आमा मैले जे पनि छोड्छु तर आमा तपाईँ चाहिँ ठिक हुनु है आमालाई वरिपरि मान्छेले बोलाएर आधा घन्टामै डोकोमा चढाइन्छ खोला घाटो उकालो ओह्रालो काट्दै दौडिन्छन् 1 घन्टाको बाटोसम्म पुग्दा आमाको चाहिँ हराउँदै जान्छ अलि तल झरेपछि बल्ल एउटा गाडी भेटिन्छ तर त्यो पनि 3 घन्टा हिँडेपछि गाडीमा राखेर अस्पताल पुर्याइन्छ तर धेरै ढिलो भइसकेको हुन्छ
माफ गर्नुहोस्, आमाले अन्तिम श्वास फेरिसक्नुभयो। एपेन्डिक्स फुटेको रहेछ, सङ्क्रमण रगतसँग फैलिसकेको सेप्सिस भएको रहेछ। समयमा ल्याउन पाएको भए सम्भावना थियो। यस्तै यस्तै अवस्था थियो गाउँघरको। घरिघरि लाइन आउने, फेरि गइहाल्ने, कहिले त कहिले। र त्यो नामले अध्यारो उज्यालो चाहिन्छ। ए बुढा हो, समाचार सुन्यौ त? के समाचार? अब त लोड सेटिङ नहुने रे। अब कहिले काहीँ बाहेक बिजुली जाँदैन रे नि। मैले पनि रेडियोमा सुनेको नि। हो त नि, अहिले त साँच्चै बत्ती धेरै जाँदैन नि। पहिले त हाम्रो घरमा बिजुली यसरी आउँथ्यो, नमस्ते गरेर बाई भन्दै जान्थ्यो। कति दुःख थियो नि। न मोबाइल चार्ज न टर्च। टर्च चार्ज गर्यो, बत्ती गयो, बत्ती आयो, टर्च हरायो। तर साँच्चै कसरी यस्तो भयो नि? कसरी बत्ती नजाने भयो दाजु? खै हामी बुढापाकालाई के थाहा त हौ। ऊ परबाट मास्टरनी आउँदैछ। बा मास्टरनीलाई पो थाहा छ कि? ए नानी, एउटा कुरा सोधौँ। सोध्नु न काका। नानी, यो बिजुलीको म सोध्छु, मेरो कुरा नकाट न हौ। ए काइला काकाको लोड सेडिङ त अरूको कुरामा पनि हुन्छ है। ए चुप लाग न तिमीहरू। यहाँ ठुलो मान्छे बोलिरहँदाखेरि सानो मान्छेहरू बोलेको अलि सुहाउँदैन। लु भन त नानी, आजकल बिजुली जाँदैन नि? पहिले त गएकै कसरी यस्तो राम्रो भयो? काकाहरू सुन्नुहोस्, अहिले बिजुली नजानुको मुख्य कारण विद्युत प्राधिकरणमा राम्रो मान्छे आउनुभएको छ। उहाँले सिस्टमलाई कडाई र इमान्दारीले चलाउनु भयो। चोरी नियन्त्रण, व्यवस्थापन सुधार सबैलाई नियममा बाँध्नुभयो। त्यसैले बिजुली आज यति राम्रो भएको हो। अनि उहाँको नाम चाहिँ के हो नि नानी? उहाँको नाम हो कुलमान घिसिङ। कुलमान घिसिङ आएपछि लोड सेडिङ जादु होइन, काम, इमान्दारी र कडाइले अन्त्य भयो। उहाँले पहिला कहाँसम्म बिजुली चोरी भइरहेको थियो, ठुला ठाउँमा बिल नतिरी सिस्टम कमजोर बनाइएको थियो। उहाँले त्यसलाई रोक्नुभयो, नियम लागू गर्नुभयो। अर्को लाइन छ तर व्यवस्था छैन भन्ने हालत बदलियो। फिडर, ट्रान्सफर्मर, वितरण प्रणाली सबै ठाउँमा निगरानी बढाइयो। उपलब्ध बिजुलीलाई सही ठाउँमा सही समयमा पुर्याइयो। उत्पादन कम हुँदा आयात र वितरण व्यवस्थापन मिलाएर अस्पताल, उद्योग, घर सबैमा उज्यालो पुर्याइयो। त्यसैले देशले पहिलो पटक महसुस गर्यो, उज्यालो आउँदा डर घट्छ, उज्यालो आउँदा सपना बढ्छ। अब फोन बन्द हुँदैन। उज्यालो भनेको बत्ती मात्र होइन, आशा हो, आत्मविश्वास हो, भविष्य। काम गर्ने नेतृत्वलाई साथ दिनुपर्छ, किनकि आज समर्थन गरे भोलि हाम्रो गाउँको बच्चाहरूलाई ढाडोमा जुनेरी खोज्नु पर्दैन। हाम्रो छोरीले बिरामी आमाको लागि चार्ज खोजेर रुनु पर्दैन। यसर्थ उज्यालो नायक कुलमान घिसिङ अध्यक्ष रहनुभएको उज्यालो नेपाल पार्टीलाई यस पटकको चुनावमा भोट देऊ र देशलाई सधैँका लागि उज्यालो बनाऊ। विश्वमै नेपाललाई बुद्धको देश, सगरमाथाको देश र उज्यालोको देश भनेर चिनाऊ। कुलमान घिसिङको लागि तपाईँहरूले धेरै साथ सहयोग दिनुभएको छ। अब एकचोटि फेरि हामी देशको नेतृत्वको लागि भनेर आएका छौँ। तपाईँहरूले साथ सहयोग दिनुहोला र यसको लागि हामी काम गरेर देखाउनेछौँ। तपाईँहरूले विश्वास गरेको कहिले पनि टुट्न दिने छैनौँ, काम गरेर देखाउनेछौँ। 5 वर्षको लागि तपाईँहरूले एकपटक विश्वास
विश्वास गर्नुहोला। त्यो विश्वास हामी कहिले पनि टुट्न दिने छैनौँ। त्यसपछिको अर्को पटकको चुनावमा तपाईँहरूले स्वतःस्फूर्त रूपमा यही उज्यालो नेपाल छान्ने वातावरण बनाउनेछौँ। अब प्रस्तुत हुन लागेको यो नाटकले लोड सेडिङको चित्रण गर्छ। धेरै धेरै सबैले धन्यवाद आफ्नै छ जीवनमा हाम्रा